यो भाइले किन यसरी मास्क लगायो भनेर तपाईँहरूले सोच्दै हुनुहुन्छ होला। त्यो जङ्गलमा मास्क लगाउनु पर्ने के थियो होला भने केही होइन कि यो जुन यो दबाई हान्ने हुनुहुन्छ नि, यो एकदम विषालु हुन्छ क्या, मतलब एकदम खतरनाक हो क्या। उहाँहरूले नि छुट्टीहरू लगाइरहनु भएको छ, मास्कहरू लगाइरहनु भएको छ, यसरी दबाई हाल्नुपर्छ हो। यो रातसिमले चाहिँ झर्माने दबाईले तपाईँको छाती ड्यामेज गरिदिन्छ। त्यही भएर आफ्नो सेफ्टी आफैले गर्नुपर्छ क्या, होइन। यो पर्दैछ साथी, आफ्नो केयर आफैले गर्नुपर्छ। त्यही हो मेरो विचारमा चाहिँ। यो मास्क भनेको मलाई केही नहोस्, मेरो छातीहरूमा इफेक्ट केही नदेखाओस्। यहाँ त क्यान्सर भयो भने त फ्याँकिदिन्छ नि त, लत्तै घर पठाइदिन्छ। त्यही भएर आफ्नो सेफ्टी आफैले गर्नुपर्छ, आफ्नो ख्याल आफ्नो ध्यान आफैले राख्नुपर्छ। तपाईँहरू पनि गर्नुहुन्छ होला यस्तो काम, तपाईँहरूलाई पनि यस्तो कुराहरूको धेरै नलेज होला। तर मेरो भन्ने उद्देश्य चाहिँ आफ्नो केयर आफै गर्नु होला। यहाँ अरू कोही आएर तपाईँलाई भनिदिँदैन। अब नटेरेको खण्डमा तपाईँले आफ्नै नोक्सानी हुन्छ। त्यही भयो, टेक केयर गाइज।